हेलो गाइज, हामी आज जितगढी किल्लामा घुम्न आएका छौँ। अब यहाँको दृश्यहरू म देखाउन गइरहेको छु तपाईँहरूलाई। के छ बाबुराम दाई, ठीक छ। कस्तो लाग्छ जितगढी किल्लामा? राम्रो लाग्छ जितगढी किल्ला। इस, कस्तो राम्रो राम्रो छ यहाँ। हलदार रणसुर बानिया यहाँ हुनुहुन्छ, सूर्य थापा, सूर्य थापा, काजी वीरभञ्जन पाँडे, लेफ्टिनेन्ट अम्बर अधिकारी, शमशेर राणा मगर, थरघर नकुल बानिया, जमदार भीमसेन देउझा, कुम्भेदान वृषसुर थापा, कुम्भेदान कृपासुर थापा, सिपाही हरि हंसवीर अधिकारी, जमदार सुरवीर बोरा, जुठे बस्नेत, यहाँप्रति हार्दिक श्रद्धाञ्जली सम्मान का साथ जितगढी टावर। हामी अब यसरी घुम्दै घुम्दै जानेछौँ जितगढी किल्लामा। यहाँले देख्न सक्नुहुनेछ, यो चाहिँ पुरानो वाल, पुरानो वाल यहाँ चढ्न मना गरेको छ नि हैन। यहाँबाट चाहिँ यसरी 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 यहाँ चाहिँ यो चाहिँ के थियो भन्दाखेरि, के छ त यहाँ? के छ भन्दा यहाँमा सुरुङ थियो हैन, सुरुङ थियो भन्ने कुरो, सुरुङ थियो भन्ने कुरो सुन्नेमा आयो, जानकारी आयो। अनि त्यसपछि यहाँदेखि यसरी यो माथि पुलबाट हामी जाँदैछौँ उताको साइडमा। हामी त्यो साइडमा जाँदैछौँ र यसरी यहाँको अवलोकन गर्दैछौँ हामी। यहाँ चाहिँ लुक्नको लागि सुरुङ छ भन्ने कुरो भन्नुभयो हाम्रो दाजुले, उहाँ दाइले, बाबुराम दाइले। अनि यहाँ हाम्रो अङ्ग्रेजी सेनाहरू तैनात अवस्थामा हुनुहुन्छ। उहाँहरू चाहिँ अब बन्दुक हान्नुहुन्छ कि गोली चलाउनुहुन्छ कि भन्ने तर्खरमा हुनुहुन्छ, तर चल्ने अवस्थामा छैन। यहाँ भनेको स्ट्याचु मात्रै हो। अब हामी यतातिर लाग्नेछौँ। यहाँबाट यो ब्रिजबाट सरर जानेछौँ। जाने क्रममा हामी यहाँबाट लेफ्ट साइडतिर जान्छौँ। अनि हाम्रो बाबुराम दाई पछाडि हुनुहुन्छ। बाबुराम दाईले फोटो खिच्ने र भिडियो बनाउने काम गर्नुभएको छ उताबाट। म चाहिँ हल्का अगाडि आएको छु। साथीहरू यस्तै हो। यहाँ चाहिँ यसो आज अवलोकन गरिदिएको अवस्था यहाँ चाहिँ यस्तो छ। हाम्रो जितगढी किल्ला यहाँबाट यो चाहिँ यो पूर्व पश्चिम महेन्द्र राजमार्ग यहीँनिर छ अगाडि। यहाँ 3 नम्बरको पुल पनि छ। यसको ठ्याक्क अगाडितिर चाहिँ ठुलो पिपलको बुट्टा पनि छ है। अनि त्यसपछि चाहिँ अघि हामीले उतातिर के अरे अङ्ग्रेज सेनाहरू देखेका थियौँ भने अब हामी यतातिर हाम्रो वीर गोर्खाली नेपाली सेना भन्नेलाई हेर्नेछौँ। यहाँ हामी वीर गोर्खाली नेपाली र अङ्ग्रेजहरूको घमासान युद्ध भएको यहाँ देख्न सकिन्छ। यहाँ हाम्रो तोपहरू छ है। यहाँ लेडिजले चाहिँ बच्चा बोकेर काँधमा आफ्नो देशको लागि यसरी लड्नु भएको छ। लड्दा लड्दै शहीद पनि हुनुभएको छ। हाम्रो बाबुराम दाई आउनुभयो
बाबुराम दाई आउनुभयो। बाबुराम दाई आएर यता जानुभयो फेरि फोटो र भिडियो सुट गर्दै हुनुहुन्छ। गाइज हामीले चाहिँ यहाँ यसो अवलोकन गऱ्यौँ। अब हामी फेरि तलतिर जाने क्रममा छौँ। तल अन्डरग्राउन्ड गरी त्यहाँ सुरुङ छ भन्ने कुरो छ। सो हेर्न जाँदैछौँ है त गाइज। ल यहाँ चाहिँ यस्तो राम्रो छ कि यो ठाउँ हेर्नलाई यति सुन्दर दृश्य छ। यहाँ चाहिँ यो स्ट्याचुको चाहिँ मन्टै चाहिँ उरेको रहेछ। यहाँ चाहिँ पार्क छ। गणेशजी हुनुहुन्छ हाम्रो गजराजजी। यहाँनिर मैले यसरी दर्शन गरेँ। अनि एउटा घन्टी भोटकेमा घन्टीमा भने चाहिँ घन्टी पनि बजाएँ मैले। र हामी यसरी यो पार्कबाट तल झरेछौँ। यहाँ पार्कमा अन्डरग्राउन्ड त्यो के अरे सुरुङ हेर्नको लागि राम्रो यहाँ म्याप पनि छ है। ग्रेटर नेपाल यो म्यापमा देख्न सक्नुहुन्छ। विभिन्न जिल्लाहरू ठाउँ छ यो म्यापमा देख्न सक्नुहुन्छ। अनि हामी यहाँ जाँदैछौँ अन्डरग्राउन्ड सुरुङ हेर्न। कस्तो छ त सुरुङ भनेर हेर्दा चाहिँ यस्तो छ। यहाँ पहिले युद्ध हुँदाखेरि यसरी यस्तो सुरुङमा बस्ने लुक्ने कार्य हुन्थ्यो अरे लडाकुहरू भन्ने सुनेको मैले चाहिँ है। सेफ्टीको लागि चाहिँ एकदम राम्रो रहेछ यहाँ कुना लड्दाखेरि। यहाँ सुरुङको उताबाट आक्रमण गऱ्यो भने सुरुङभित्र छिर्ने होइन यस्तै छ। अब हामी मूर्ति हेर्न जाँदैछु। यहाँ चाहिँ हाम्रो को हुनुहुन्छ यहाँको नाम चाहिँ मलाई त्यति थाहा भएन। तर यस्तो बच्चा बोकेर डेन्जर लड्नु भएको छ। उहाँले नि बोक्नु भएको छ भरुवा बन्दुक। हाम्रो उहाँ सरले पनि तरवाल बोक्नु भएको छ। अनि चाहिँ यहाँ हामीले मूर्ति चाहिँ छुन मनाइ छ भन्ने छ। हामी मूर्ति चाहिँ छुने छैनौँ। हेलो सर कता हो निशाना हानेको? ओ माई गड उतातिर हो। ठिक छ हान्नुहोस् हान्नुहोस्। अनि हजुरले कहाँ हान्नु भएको त? यतातिर ए कुनाबाट हो? ल सरको यहाँको त खै त यहाँ हतियारै छैन त हजुरसँग त। खोज्दैछन् क्या हो सरको हतियार? ठिक छ सम्मान छ यहाँहरूलाई। कतिपय हात हतियारहरू यहाँ स्ट्याचुमा भएका हात हतियारहरू भाँचिएको टुटेको अवस्थामा रहेछ। यहाँ चाहिँ हाम्रो लडाकु सरले चाहिँ बाण हान्नु भएको छ। हाम्रो उतातिरका ब्रिटिस सेनाहरूलाई चाहिँ बाणले गिराउने तर्खरमा हुनुहुन्छ यहाँबाट। र हानेर गिराएर पनि जित्नुभयो। धेरै खुसी लाग्छ। अहिले हाम्रो चाहिँ अङ्ग्रेजलाई जितगढी किल्ला बनाउनु भएको छ। उहाँहरूलाई धेरै सम्मान धेरै धन्यवाद साथै श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छौँ। हेलो गाइज बाँकी अब हामी अर्को भिडियोमा चाहिँ भेट हुनेछौँ। लाइक सेयर सब्सक्राइब गरिदिनु होला है त। भिडियो मन परे कमेन्ट गर्नु होला।
बाबुराम दाई के छ तपाईँको भनाइ? छ अनि के छ यहाँ तपाईँको माहौल। होइन तपाईँको जिन्दगीमा यहाँको के घटना कस्तो के थियो कस्तो थियो के सुन्नु भएको छ? यहाँको घटना उम्, यहाँको घटना राम्रो यहाँ छ। यहाँको घटनाबारे यसो बताइदिनु न पहिलेको केही थाहा छ हजुरलाई? मलाई कसरी युद्ध भयो के भयो ब्रिटिसको जमानामा भएको युद्ध के जानकारी छ भने? भएको उम्, यहाँ भयङ्कर युद्ध भयो होइन? भयङ्कर जितगढीमा उम्, बजाम। अब अब हामी कता जाने अब? अब जाऊँ हामी पनि घरतिर। ल हाम्रो बाबुराम दाइले जति जान्नुभयो त्यति भन्नुभयो, खास हामीलाई पनि त्यति जानकारी छैन। त्यति जानकारी छैन। अब हामी पनि नयाँ नौलो ठाउँमा आएको, पुरानो मान्छेलाई जति थाहा छ हामीलाई त्यति थाहा हुँदैन, त्यसको लागि सरी भन्न चाहन्छौँ। अब जति हामीले जान्यौँ त्यति नै भनियो, देखाइयो यहाँको दृश्य। किनौको अब लागि यहाँको स्पेसल चाहिँ सबै कुरा हामीलाई त्यति थाहा भएन। हामी घुम्न आएको एउटा उसले गर्दाखेरि भिडियो बनाइयो, गल्ती भए क्षमा प्राप्ति छौँ है त गाइज। यहाँबाट तिनो खोलाको पानी पनि यसो हेरिदिइहालौँ, पुलबाट गाडीहरू पनि आइरहेका छन्। ल आजलाई यति नै, अर्को भिडियोमा भेटौँला, बाई बाई, सी यू अगेन।